मर्निङ वेलकम टु माई न्यू मिनी भ्लग। आज चाहिँ हामी नागो एकास्टल चाहिँ घुम्न जाँदैछौँ होइन। गाइस हामी चाहिँ आज नागो के भन्छ रे नागो जेउमा घुम्न जाँदैछौँ। ओके लेट्स सी। अब चाहिँ हामी रेडी हुन लाग्यो होइन। अनि त्यसपछि अरू यति नै। त्यसपछि मैले हल्का मेकअप गरेँ अनि त्यसपछि ड्रेस लाएर हामी चाहिँ रेडी भइसक्यौँ। अनि हामी चाहिँ अहिलेसम्म जापान आएर ट्रेन र बस चाहिँ चढेको थिएनौँ कि त्यही ट्रेन र बस चढ्न सिकाउनको लागि नै हामीलाई आज गएकोबाट घुमाउनु लगेको थियो। अनि त्यसपछि हामी ट्रेनमा बसेर नागोया क्यास्टल पुग्यौँ। त्यहाँ यस्तो राम्रो थियो नि भ्यू, हे भगवान्, आई वान्ट टु गो अगेन एन्ड अगेन। हामी नेपालबाट आएको मान्छेहरूलाई चाहिँ सानो नर्मल चिज पनि अलिकति डिफ्रेन्ट देख्न साथै कति खुसी हुँदो रहेछ क्या होइन। यहाँनिर यस्तो राम्रो थियो, इन्भाइरोमेन्ट पनि, बस्न पनि कस्तो बस लाग्ने क्या। अनि त्यसपछि सेन्सेले हामी सबैको लागि टिकट लाग्दो रहेछ, तर कति लाग्छ चाहिँ हामीलाई अहिलेसम्म थाहा छैन। हामीले सेन्सेलाई सोध्दैनौँ होइन। सेन्सेले टिकट काटेर दिनुभयो। अनि त्यसपछि हामी चाहिँ अब नागोया क्यास्टलभित्र छिर्नको लागि रेडी भएर जाँदैथ्यौँ। अनि वी आर फाइनली नागोया क्यास्टल। त्यो भित्र चाहिँ त्यो मेनमा चाहिँ जान दिँदैन रहेछ, हामीलाई यही मात्रै देखाउँदो रहेछ नि। यो भित्र चाहिँ सबै गोल्डको रहेछ। अनि जुत्ता पनि लाएर जान दिँदैन रहेछ, ब्यागहरू केही लाएर जान दिँदैन रहेछ। अनि त्यसपछि हामीले लकरमा राखेर यहाँ घुमेर अनि त्यसपछि हामीलाई लास्टै भोक लागिसकेको थियो। त्यसपछि हामी फेरि फर्केर आएर अनि हामी नेपाली पसल कति खोज्यो त्यहाँतिर, तर हामीले नेपाली पसल नपाएको भएर हामीले चाहिँ त्यो जापानिज फुड नै अर्डर गऱ्यौँ। अनि त्यसपछि हामी दुईजनाले चाहिँ भुटानीको भएको चाउमिन यो खान लाग्यो। अनि उनीहरूले चाहिँ यो के हो खानेकुराको नाम पनि थाहा छैन राम्रोसँग, उनीहरूले अर्डर गरेको होइन। तर खाना त ठिकै थियो। त्यसपछि खानासाना खाइसकेर फेरि हामी यो ठाउँमा घुम्न गएको। यसबाट चाहिँ त्यो भ्यू टावर कस्तो राम्रो देख्छ रहेछ किन। हामी गयो, फोटोसोटो खिच्यो। अनि नागोयामा चाहिँ लास्टै गर्मी छ नि। अनि यो चाहिँ कस्तो राम्रो सिस्टम के, यो कस्तो मजाले पानी नै चिसो भएर आउँदो रहेछ। अनि त्यसपछि एकदमै रमाइलो भयो आज चाहिँ। ओके बाई बाई गाइज।